त्यही हो गाइज होइन अनि दिनभरि काम गरिन्छ अनि यसो खाजा खाने बेलामा हाम्रो केटाहरू यस्तो नि जाइन्छ के गर्नु दुःख छ गाइज काम गर्न त्यति सजिलो छैन हाम्रो साथी यस्तो निदा एकछिन खाजा खाने टाइममा यसो पल्टिन्छ होइन अनि त्यही हो काम गर्न त्यति सजिलो छैन विदेशमा झन् कति गाह्रो होला होइन यहाँ पनि चर्को हुन्छ त्यहाँ नेपालमा त यतिकोमा त काम गर्न अलिक गाह्रै हो के गर्नु बाध्यताले हिँड्यो यताउतिर खाजा खाने टाइममा एकछिन यसो सुतिन्छ टाइम एकैछिनमा बित्छ काम गर्दा चाहिँ टाइमै जान्न गाह्रो छ गाइज काम गर्न हाम्रो केटाहरू थाकेर लास निदाइबे एकछिन खाजा खाने टाइममा के भन्नु छ ठिकै छ दुःख गर्दैछ आफ्नै लागि हो घर परिवारको लागि